समाजले हेप्यो, समाजले यो गर्न दिएन, यो समाजका मान्छेहरूले खुट्टा ताने, यो गरे त्यो गरे, हलानो फलानो भन्नुभन्दा आफूले के गर्ने र आफूले के गर्दा राम्रो हुन्छ त्यो कुरामा फोकस दिउँ। यो समाज, गाउँघर, छिमेकी, टोल सब त्यस्तै हुन्छ है। तिमीहरू एक खुड्किला माथि चढ्छौ, एक खुड्किला तल झारिदिन्छ तिमीहरूलाई। यिनीहरूको काम नै त्यस्तै हुन्छ। तर तिमीले ध्यान दिनुपर्ने कुरा हो, तिमीले के गर्दा राम्रो हुन्छ त्यही कुरामा भइरह, ध्यान नदेऊ होइन। त्यो मैले पनि भोगेको कुरा, त्यसैले म भन्दैछु है। अनि हामीले हाम्रो लागि के राम्रो हुन्छ भन्ने कुरा, हामीले जे गर्दा राम्रो हुन्छ त्यही कुरा हामीले गर्नुपर्छ होइन। तिनीहरूले जे गरिरहेका छन् त्यही कुरा यदि आफूले गर्ने हो भने सेम हो। पाउनु दुःख पाइन्छ है। कुकुरको पुच्छर 12 वर्ष ढङ्ग्रोमा राखे पनि सुध्रिँदैन भन्छन्। सेम हुन्छ यो समाजका मान्छेहरू। कोही यस्ता घटिया घटिया किसिमका मान्छेहरू हुन्छन् जो मान्छे भन्न लायक पनि छैनन् क्या। त्यही भएर आफूले आफ्नो लागि गरौँ, आफ्नो लागि सोचौँ होइन। यो गाउँघरले यो भन्यो त्यो भन्यो भनेर चाहिँ टाइम वेस्ट नगरौँ।